बालेर सक्यो यहाँनिर बेलुकाको लास्ट ऱ्याम सिक्युरिटी पाक्दैछ अब अन्तिम ऱ्याम पक्कै लाइट बालेर सिक्युरिटी पाक्दैछ तर केटाहरू चाहिँ आइपुगेन क्या त्यस भएर त्यो दामी बलिरहेको छ त्यहाँ त जलस छ के भन्छ केटाहरू चाहिँ जे होस् 2 घन्टा उँधो झरेर फेरि 2 घन्टा 4 घन्टा भने यसो पानी र खानेकुरा लिएर आयो Thank you guys. केटाहरू कस्तो भयो त डबल यात्रा केटाहरूको दामी भयो कति मिनट एउटा मात्रै ल्याएको नि त्यत्रो टाढो गएर ल आजको रातिको लास्ट खानेकुरा पनि खाइसक्यो सिक्युरिटी खाएर केटाहरू हेर पुरा आनन्दै छ यहाँ फेरि चियाको लागि पाक्दैछ पानी हो अब कफी कहिले खानु किरा अघि पसेर बसेछ जस्तो छ मासु अड्केर भरे त्यो खालको तानै भयो नि त साह्रो छ केटा अघि यहाँ माथि ड्रोन अघि रेडी भइसक्यो कसलाई यो मान्छेलाई दिनुहोस् होइन पिरो भयो भइरहेको छ तर अहिले इन्टरभ्यूमा यसले पिरो भएको मिठो हुन्छ फेरि भएर भोलिको नमिठो हुन्छ रिकर्ड भयो यता देवानको टेटमा हक्दा यहाँ देवानको त्यहाँदेखि भागे यता आउनु नि यता आउनु नि उ यहाँ छ तपाईँ कहाँ गएको ल केटा छिटो ल छिटो रेशम फिरी रेशम के खाएको भन्दैछ मान्छेले केटा भन्दै कफी धेरै फन भयो होइन धेरै खानेकुरा पनि धेरै खायो अब त्यही राख्दै गर न अब सबै यो पनि प्याक भइसक्यो होइन यो पनि ल सबै कुरा को त्यहाँ पुरा अघि लागिसक्यो त नि ल देओस् केटाहरू सबै छ ल केटा अब म अरू थुप्रो छ ओभरअल कस्तो भयो त सुभाष तिमीलाई ओभरअल कस्तो भयो आजको हाम्रो सर्ट ट्रिपमा होइन सर्ट ट्रिपमा पनि हामीले लङ बनायौँ लङ भयो है जे होस् तिमीहरू त लङै गऱ्यो किनभने डबल ट्रिप गऱ्यो नि त एउटा आगो भनेको फेरि अर्को हाइट पनि यता जोड्यो त्यो त जोड्यो पछाडि ब्याक आउने फेरि डाउन गएर ड्रिङ्क्सहरू लिएर फेरि माथि आइपुग्यो भन्नाले हामीले एउटा हाइटमै 3 खेप गऱ्यो एकदम वर्थ छ है सबै फन मामा आएर झन् खुसी भएको छ है तिमी कस्तो भयो त रमाइलो भइरहेछ 10 घन्टाको बाटो 10 घन्टा उठाएर पनि अनि यहाँ रिपाल हुँदा फेरि कुदाएर फनै भयो रमाइलो केटाहरूको लडाइँ चाहिँ कस्तो थियो लडाइँ के भन्नाले अघि उफ्रेर चार यो त नि आँटिन्छ क्या त नि यो त 4 जना मात्रै हो
ल अब यहाँ बसाइ भयो हो यहाँ बसेपछि चाहिँ यहाँ केटा सुता यस्तो कुङ्लिङ्ग लगाएर एक दुईजना चाहिँ अब एकजना मात्रै छैन हाम्रो ए दुईजना रहेछ चाहिँ ल केटा अलु छिटाउ कुन धन कसले राखेको मैले राखेको होइन एकछिन यहाँ बैठक बस्ने हो रेडी भयो अहिले चाहिँ बैठक चाहिँ मैले खिचिनँ अब ल त अब हामी फोन गरिसकेर अब एकछिन रमाइलो गरेर अब केटाहरू बिदा माग्नुहुन्छ खै केटाहरू यहाँनिर सुतिसके जस्तो छ केटाहरू अहिलेसम्म सुतेको जान्छ भरे सुत्नु भयो रेडी रहेछ केटाहरूलाई गुड नाइट गरेर र यता पञ्चहरूलाई पनि रेडी भएछ सुत्नु उनीहरूलाई गुड नाइट गरेर म पनि टेन्टतिर लाग्दैछु तर टेन्टतिर लाग्नुभन्दा अगाडि यहाँ देवानमा अलिकति हेल्प गर्ने बेलामा देवानभन्दा पनि माथि ट्रेनको माथिको टप लागिरहेको छ किनकि भरे पानी पऱ्यो भने त्यही भएर टप लाउनुको लागि हेल्प गर्दैछु लाइट देखाएर र देवान र मेरो चाहिँ उस्तो उस्तै टेन्ट छ अलिकति 1% हो र उसको टेन्ट टाँगिसकेर म पनि गएर मेरो टेन्टमा गएर सुत्छु अरू केटाहरू सब लगभग सुतिसकेको छ अब आफ्नो टेन्टमा पैसकेको छ लगभग कहिले बेलुकाको एराउन्ड 11 बजी जस्तो भइरहेछ 11-12 भयो अलमोस्ट 12 भइसकेको छ अब हामी सुतेर बिहान छिटो उठेर जानुपर्ने हुन्छ त्यही भएर अनि अब सुत्न लागि सबै केटाहरू भइसकेको छ यहाँ देवानको चाहिँ टेन्टको टप लगाइँदै हुँदैछ म चाहिँ लाइट देखाइरहेको छु अब त्यहाँनिरको चाहिँ एउटा हामी लौर किलो गाडेर पनि अड्काउँछौँ त्यहाँनिर के हो एउटा अड्काउने जस्तो देखेको थियो देवानको त्यो टेन्टको जस्तो लाग्यो त्यही भेटायो अब र अझै पनि नपुगेर यो लोले अब पनि लगाएर अड्काउने बेला भयो किनभने कतिले हावा पनि चलिरहेछ हावाले उडाउनु सक्छ त्यही भएर लोले हो पनि अड्काएर सुत्न लागि रेडी बनाउनु पऱ्यो ल देवान पनि लगभग अब टेन्ट टाँगिसक्यो अब अघि चाहिँ यहाँनिर मृग हेर्ने पनि प्रत्यक्ष मृग देख्ने मौका पनि आएको थियो त्यो देवानकै टेन्टकै छेउमा आएको थियो भरे केटाहरूलाई मृगले ठेल्नु पनि सक्छ बेलुका लगभग अब मृग पनि एउटा हामीले लाइफमा देख्यो त्यो भिडियोमा तपाईँले देखिसक्नु होला ल के देवान सुति छ यता सुहाउनु सुत्यो यता केटाहरू अब मेरो टेन्ट चाहिँ हो मलाई यहाँनिर छिरिसकेको छु अब सबै सामान रेडी गरेर यो जुत्ता पनि अब भित्र ल्याउनु पर्ला जस्तो छ किनभने बेलुका पानी पर्ला जस्तो छ फेरि जुत्ता भिज्नु बिहान चिसोमा त्यतिकै जाडो बढिरहेको छ टेन्टभित्र अलिक त अब तातो नै छ अब म एउटा सानो बर्ग जोडेर सुत्ने प्रयास गर्दैछु अब मेरो दैलो पनि क्लोज गर्ने टेन्टको दैलो क्लोज गरिसकेपछि अलिक लाइट छैन टेन्टको अब दैलो क्लोज गर्छु अब म यहाँ सबै रेडी बनाइसकेको छु अब म स्लिपिङ ब्यागभित्र चाहिँ म चाहिँ अहिले पनि नछिरेको अलिक गर्मी होला जस्तो छ अब भरे हेरौँ यदि निडेड भयो भने भरे अब स्लिपिङ ब्यागभित्रै सुत्नुपर्ने हुन्छ तर अहिले चाहिँ म सानो यो सल जस्तो सानो तातो ल्याएको छु त्यही ओढेर सुत्छु अब हेरौँ के हुन्छ अब फर्स्ट सुती अब यो टेन्ट घर बाहिर टेन्टमा सुताइ हुँदैछ यो चाहिँ मेरो फर्स्ट सुती नै हो मैले योभन्दा अगाडि चाहिँ यसरी टेन्टमा आएर सुतेको थिएन अब पहिले त अब उता हुँदाको सुत्यो तर यस्तो टेन्टमै चाहिँ सुतेको छुइनँ अब लेट्स सी होइन कस्तो हुन्छ आजको अनुभव होइन ल म चाहिँ अब सुत्नको लागि रेडी भइरहेको छु लगभग केटाहरू अब सबै सुतिरहेको छ यता केटाहरू त घुर्नु पनि थालिसकेको छ घुरेको पनि सुनिरहेको छ तर यहाँ मेरो क्यामेरा चाहिँ सुन्नु नसक्नु होइन तर केटाहरू पनि घुर्नु थालिसकेको छ ल यो चाहिँ यही हो मेरो स्लिपिङ ब्याग अब यदि भोलि भरै अथवा निडेड भएको छ भने चाहिँ स्लिपिङ खोलेर स्लिपिङ ब्यागभित्र सुत्ने हो तर अहिले चाहिँ यो ओढेर सुत्नेछु ओके अब आज रातिलाई यति नै होइन अब म सुतिरहेको छु लेट्स सी मर्निङ हाउ इज इट होइन ओके एभ्रिबडी गुड नाइट ल
बजिसकेको छ टाइम बिहान उज्यालो भइसकेको छ यसो हेर्दै बिहान सबै खुल्लिसकेको रहेछ बिहानखेरि होइन अब सबै केटाहरू पनि गडमगडम गर्दैछ कसैले शङ्ख ध्वनि लगाइरहेछ बिहान हो उठ्ने बेला भए जस्तो छ बिहानको मौसम यस्तो खुलिएको छ आकाश पनि झट्टै हेर्दाखेरि सबै केटाहरू टेन्टभित्रबाटै कराइरहेछ कसै सबै उठे जस्तो छ उठ्नु चाहिँ होइन अब लग उठेको छैन भने उठाउनु पर्ने हुन्छ किनभने अब छिटो गरेर हामी यहाँबाट जानुपर्ने हुन्छ त्यही भएर ल बिहानै है केटाहरू ल गुड मर्निङ गाइस सबै उठिसकेको छ है अब यस्तो तल हेर्दाखेरि चाहिँ सबै कुहिरो सबै आइरहेको छ है दामी खुल्ले छ यतातिर माउन्टेनलाई टच गरेर आजको सनराइज चाहिँ कति यताबाट हुने हो यताबाट हुने हो सनराइज पनि अब खासै हेरिन्छ अनि साथीहरू त्यो सनराइज त भइसक्यो तपाईँ भइसक्यो सनराइज देवान सनराइज चाहिँ टक्कै आइसक्यो यता साथीहरू उठिसक्यो जस्तो छ टक्कै आएको छ यहाँबाट यता नि दामी अलिकति ढिलो भएको छैन अलिकति हुनु क्या माथि आइसकेको सनराइज खिचिरहेको छ फोटोहरू सबै केटाहरू त यता देखाउँदैछ यताबाट भइरहेको छ अब हिजो पनि त्यो डुब्ने बेलामा यस्तै क्लाउडलेस हेरेको थियो अहिले निस्किने बेलामा क्लाउडलेस हेर्नु जस्तो छ क्या सनसेट हुने बेला चाहिँ टक्कै तर यो के यहाँबाट भएर यहाँबाट निस्केर यता यो साइडबाट निस्केर हिजो अनि फेरि जाने नि यता थियो नि सर्ट चाहिँ यता गएको थियो हिजो सनसेट चाहिँ यता भएको थियो यता निस्केछ खासै त ठक्कै कस्तो नि यता यहाँबाट सनसेट भएपछि त सिधै यतापट्टि अपोजिट यता हुनुपर्ने जस्तो नि त होइन तर यता भएको थियो होइन त हिजो सनसेट यता भएको थियो सनसेट यता भएको थियो सनराइज यहाँबाट सनराइज भयो सनसेट यता कस्तो सुते कस्तो भयो राम्रो सुत्यो टक्कै कति घुरेन नि पुरा जुवारी खेलिरहेछ अनि देवान सुते कस्तो भयो ठिकै भयो पन्जा सुतै अनि घुर्दै जुवारी खेल्ने चाहिँ को तर उता म सुत्नुभन्दा अगाडि भने म नि घुर्नु त घुर्छु तर जुवारी खेल्दैन अगाडि नि देवान र सुमन अनि सुभाष सुते कस्तो भयो मेरो चाहिँ अलिकति गिलो गिलो भयो केटाहरू त साथी के भयो उठेको थियो त रातभरि के हो हावाले हानेको रहेछ कसले जिस्किन आएको जस्तो भइरहेको क्या केटा हावाले हानेर त केटाहरू सकिएछ केटाहरू ठिकै छ केटाहरूको सुतै कसैको राम्रै हो भन्छ कसैको हावाले हानेर भन्दैछ तर राति ठिकै पानी छटाले पानी आएको थियो ललिले हावा पनि चलेको थियो जाडो चाहिँ जाडो सुताइ
फाइन नै भयो भनौँ न लगभग सबैको प्राइस पनि भइसकेको छ हाम्रो स्पोर्ट छ यहाँ चाहिँ अब यो स्पोर्टलाई हामी यहाँबाट बिदा गरेर प्याक गरेर हाम्रो गन्तव्यतिर लाग्छौँ हाम्रो यहाँनिर को मान्छे उठेकै छैन हेलो को सुतिरहेछ के छ अनि र सुते कस्तो भयो आजको दिपेन चिसो ब्याकप्याकभित्र पसिएन अनि यो चाहिँ अब मिनी ब्रस कोलगेट यहीँ हुँदो रहेछ अब ब्रस गर्ने कार्यक्रम चल्दैछ सो मैले ब्रस हानिरहेछ पुरा ललिपप खाए जस्तो देख्दो रहेछ यहाँबाट हेर्दा पुरा ललिपप मुखमा हलाइरहेको देख्छ त केटा ललिपप हलाइरहेको देखिने ब्रस सस गरेर पानी छैन हाम्रो अझ त होइन अलिअलि यो त गर्नु पऱ्यो होला नि त हेर मुख त अलिअलि लो गर्नु पऱ्यो होला नि त मैले चाहिँ प्याकिङ भइरहेछ हिजो रमाइलो भयो देवान पनि अब देवान चाहिँ देवानको घरतिर जान्छ हेरिसबर्ग अनि हाम्रो यता मामा पनि प्याक गरिरहनु भएको छ अम्मा आदम यता छुट्टै दुःख छ यता आमाको भनाइ चाहिँ अब होइन टेन्ट सेट गर्नुभन्दा चाहिँ त्यसलाई खोल्नु चाहिँ गाह्रो अरे क्या पुरै बिगारेर प्याक गर्नुलाई यता दुःख फल्दैछ अनि यता लाउरे जस्तो देखिरहेको छैन परमाथिको चाउरे जस्तो देखिरहेको छ अनि यता भनेको छुट्टै छ यता बिटी हानिरहेको छ काका दामी लुक छ फेरि काकाको कैसे हुआ अनिस यता हेर न अलिक उफ्राए नेक्स्ट टाइम त पेनल्टी खेल्नुपर्छ भयो मैले चाहिँ टेन्ट अब प्याक गरिसकेको छु अब केटाहरूलाई यहाँ पञ्चर बसको टेन्ट पठाएर अन्तिम भइसकेको छ अनि केटाहरूले टेन्ट अब प्याक गरिसकेको छ र अब पञ्चरसम्म प्याक गरिसकेको छ यता अब केटाहरूले प्याक सबै रेडी भइसकेको छ जाडो भएकोले केटाहरू अलिअलि ग्यास रहेकोले ग्यास बाँधेर बसिरहेको छ केटा बेबीको आयो केटाहरूले फ्रेस प्याक प्लस ल गाइस अब बाटो लाग्नु है अब यो ठाउँलाई छोडेर चाहिँ आजको अब अन्तिम बिदाइ गरेर अब हामी यहाँबाट बाटो लाग्दैछौँ केटाहरू रेडबुलको भुड्कीमा वहाँनिर बाजिरहेको छ अझै पनि होइन पछि एक गुड्की पनि थिएन भन्दैछ केटाहरू ल ल ल लु लाग केटा विराज ओभरअल कस्तो भयो आजको आज भन्नाले होइन जो दुःख त सट्टी हाम्रो कस्तो हुँदैछ होइन राम्रो एक्सपिरियन्स भयो अब नेक्स्ट टाइम पनि मामा आएछ होला माउन्ट रजर जान्छु मामालाई त्यहाँ घोडाहरू छ ठिकै छ होइन हाम्रो तामाङहरू त होर्स वरियर भन्छ नि होइन तामाङहरू त्यहाँ घोडाहरू कुदाउनु ल त अब त्यहाँ हान्ने त पञ्चला कस्तो भयो त उरो बङ्गालमा एडभेन्चर जस्तै हो कि केटाहरूसँग पहिले धेरै गरेको थियो होइन त्यही गरेपछि साह्रो पर्नु थाल्यो है बिजी भयो र ओभरअल यता मेन प्रोहरूको के छ त अलिकति हामीभन्दा त प्रो हो नि त अब
के ठिकै हो हाल्नु हुँदैन त्यो त अहिले यताबाट मामा आएर खुसी लाग्छ क्या अब त मामा नाम चेन्ज गर्ने बेला गाइस यता हेरेर एउटा चिज गरौँ केटाहरूको अन्तिममा टाढाको मान्छेलाई धेरै नै अब गरिरहेछ केटाहरूले ल अघि घोडी यस हाम्रो जवान छोराले चाहिँ अब ट्रास यहाँबाट अलिकति बोकेर जान्छ तर यहाँबाट हामी पालेले जान्छौँ पालेबाट गर्छौँ र ल ल है अब ल केटा ल बाटो लाग्नु है अब ल ल बाटो लागिसकेको छ है अब ल है केटा भयो है यो ठाउँलाई है विदा गर्नु है अब त्यही छ ल फाइनल्ली त्यहाँबाट पनि साथीभाइहरू लगाइसकेको छ 2 घन्टा घुम्नु झर्सकेपछि आफ्नो डेस्टिनेसन लाग्छौँ र मेरो यो सर्ट ट्रिपको यो ब्लगहरू पनि त्यहीँ एन्ड हुन्छ है केटाहरू एकदम खुसीले पुरा गीत गाइरहेको छ है ल एलिभेसन यहाँनिर 6109 ग्यासी खेरहरू आउँदैछ सट्टा आइरहेछ अलिकति बाटो चाहिँ रमाइलै छ धराई चाहिँ पक्कै भित्र जङ्गलबाट सबैको यहाँ गुराँसको फुल चाहिँ फुलेको समयमा आउनु पाइन्छ अझै मजा आउँछ प्रत्येक गुराँसै गुराँस छ क्या त्यहाँनिर चाहिँ ल जति दलामको एउटा त्यो एकजनालाई बोक्दै तल एउटा खाली हात हुनेले यस्तो गरौँ सर र हिजोको भन्दा अलिक खुसी नै देख्छ हिजो चाहिँ अलिक खानेकुरा भारीहरू बोकेको गर्दाखेरि केटाहरू अलिक माथि आइपुग्दाखेरि नेमरी थियो भने गदा जस्तोको महसुस भइरहेको थियो नि आज अलिक गीत गाउँदै नै हिँडिरहेको छ केटाहरू हौ महसुस गरेर जे होस् हाम्रो दनम छोरालाई चाहिँ अलिक हिजो पनि पानी बोकेको छ आज पनि ट्रास बोकाएको छ केटाहरूले ओ केटा यहाँ पालो गर्नु पर्ला है हाम्रो केटाहरू आउँदैछन् ट्रिपमा आउँदैछन् सरर साह्रो छ हो केटाहरू अब ट्रिप आउँदैछ है केटाहरू अब यहाँ एउटा ओह्रालो त्यसपछि पारिदेखिको अलिकति उकालो छ त्यस पछाडि हामी लगभग एकछिन यहाँ आइरहेको छ एउटा उकालो छ अब हाम्रो सानो उकालो छ त्यसपछि ओह्रालो त्यसरी हाम्रो पार्क गरेर ठाउँ आइपुग्छौँ विशाजीको हिजोकोदेखि आज एउटा उकालो काट्यो अब त्यही होइन त हाम्रो एउटा उकालो त्यो काटेपछि त ओह्रालो त्यो किनभने गलेर अन्तिममा पुगेको भएर नि होला हामी केटा त्यो तल रोड देखेको हो त्यो रोडमा हामी आउनुपर्ने होला यहाँ बसेर फोटो खिच्नुपर्छ क्या एकजनाको त्यो रोड तल देखिरहेको क्या हामी भएर आउने त्यही रोड जस्तो लागेको छ त्यो रोड त इलामकै जस्तो छ नि ठक्कै यो ठाउँमा चाहिँ यार
गाडी यहीँ आइपुग्यो गाडी के त्यहाँ आउँदा आइपुग्यो ठक्क यहीँ घर बनाएर ठक्क बस्नु पायो ठक्क है अब नेपाल होइन नि त भन्दै भन्छ कस्तो रिया घान्दिहालेको नेपाल होइन नि त भन्थ्यो अरे यार ल केटा रेड बुल खाने केटा यो रेड बुल यो निकाल्दा त यो ह्याड पहिले ह्याड निकाल न रेड बुल त अब आउँछ बिस्तारै पुगेर होइन यहाँ पनि छ कि हिजो हिजो पुलमा लगाएको यहाँ हालेँ नि त मैले त्यो अलिकति छ यो ताना नै यो रेड बुल यहाँ छ ठक्कै रेड बुल हान्नुपर्छ बुढो भएछ केटा हो रेड बुल हानिकन नहोस् न Look away or cloud glitter or something like that. लाइक एक बुढो केटा हो रेड बुल हान्ने त You seen that boat? But we never got to it though. Under my couple people went to the मम्मी यहाँ त होइन होला आउँदैन त्यो अँधेर आउँछ त्यस देख्दा आउँदै रहेछ देख्दैन Remember last time we were here? We kept on going up because there was a board that said something about like sky view or something like that. Yeah. Tete. म त रिमेम्बर भएन अब अलिकति ट्रिप यहाँ भयो यहाँ अब नेक्स्ट ट्रिप कहाँ जाने हो Mount Rainier. Literally yo भएर डाँडा त्यो डाँडा अनि अघि त नि डाइरेक्ट माउन्ट एभरेस्ट भन्छ अब नेक्स्ट ट्रिप कहाँ भनेको 2 इयर्समा माउन्ट एभरेस्ट अब केटाहरूको जोस मान्नुपर्छ क्या नेक्स्ट इयर हो त माउन्ट एभरेस्ट जाने हुन्छ केटाहरू ल फाइनली अब हामीले तल ठाउँदेखि हामीले गाडी राखेको ठाउँ चाहिँ देखिरहेछ टक्कै रोड पनि रहेछ अब यहाँबाट सट्ट उता लाग्न लाग्ने हाम्रो गाडी के हो गाडी देखिँदैन त हाम्रो त जस्ट गाडी राखेको थियौँ गाडी अलिकति पर्खेको थियो अलिकति स्टिक जस्तै रहेछ अनि उता बाथरुम पनि एउटा रहेछ त्यो पनि पुरै सर्भिसमा बन्द रहेछ हिजो बाथरुम लागि प्रब्लम भएको छैन टपमा पनि अलिकति प्रब्लम भयो बाथरुम चाहिँ छैन यहाँनिर त्यसको नेचुरल युज गर्नुपर्ने हुन्छ निस्केर यो ठाउँमा आउनु भने होइस लिएर आउनुपर्ने चाहिँ ल गुराँस फाइनल्ली गुराँस यार जाने बेलामा त्यहाँ चाहिँ गुराँस देखियो यार अलिकति यार लगले छट चाहिँ टिप्नु हुँदैन हुन्छ त अनि छट चाहिँ गुराँसको फुल यहाँदेखि यार अन्तिममा जाने बेलामा लास्ट पिस के हामीलाई भेटेन भनेको अन्तिममा लास्ट पिस यार गुराँस चाहिँ सकेछ यसपालि गुराँस चाहिँ देखिएन भनेको चाहिँ लास्ट पिस हुने रहेछ तर अब नआउने कलेज चाहिँ आएको छैन जस सेतो छ कि सेतो देख्छ कि टक्कै गुराँस केटाले गुराँसको फर्किँदैछ सट्टै हल्का सट्टै सानो स्क्रिन पनि रहेछ क्या टक्कै हल्का बनाउनु हुन्छ स्क्रिन जस्तो रहेछ कि सट्टै पानी आउने टक्कै सट्टै एकदम सिधै यो फ्लावर पनि देख्यो स्टिनो पिक टच द फ्लावर भन्ने रहेछ यो फ्लावर पनि एक दुईवटा त देखेँ ल अब हामी फाइनली हाम्रो तल गाडी पार्क गरेको ठाउँमा आइसक्यो लगभग अब यो नै होला नि अन्तिम यो म्यानेजरको रुल्सहरू रहेछ यो ठाउँ र यो माउन्टेन नेचुरल राउन्ड माउन्टेन नेसनल फरेस्ट चर्की होइन चाहिँ हामी अब ट्रेलमा हेरेपछि चाहिँ अब मैला भएको भनेर जुत्तामा चाहिँ अब टाँसेको छ भने यहाँनिर जुत्ता सफा गर्ने मिस्टेक राखेको चाहिँ यो चाहिँ हामीले यसरी धुलो टाँसेको छ भने यसरी पुस्ने हो नि ठक्कै होइन अब माटो टाँसेको आएको छ हो नि पुरा यो जुत्तामा अलिअलि कपडा जुत्तामा अलिअलि आएको छ अब आइसकेको छ
ल त अब फाइनली अब मुनि झरेछौँ हामी गाडी पार गरेको ठाउँ केटाहरू एकछिन अन्तिममा मुनि आएर सबै बस्तापन मारेर बसिरहेछ अब हामी यहाँबाट अब हामी गाडीमा छिर्छौँ गाडीमा छिरेर यहाँबाट हामी बाटो लाग्छौँ तर सल्लाह भनेको चाहिँ अब हामी यहीँबाट बाँडिने भनेको तर बाटोमा तलसँगै गएर खाना होइन अब लन्च खाएर अब ब्रेकफास्ट खाएर छुट्ने कुरा भयो हामी त्यसै गर्छौँ र हामी चाहिँ यो ठक्कै यो ठाउँ चाहिँ एउटा ट्रायङ्गल एरियामा छ ट्रायङ्गल यो चाहिँ यता जाने चाहिँ ठक्कै नर्थ क्यारोलिना यो नर्थ क्यारोलिना देखिरहेको छ र हामी आएको चाहिँ यता लेफ्टपट्टिबाट र अनि यो चाहिँ ट्रायङ्गल एरियामा अब उता नर्थ क्यारोलिना जाने उताबाट चाहिँ टेनेसीबाट आउने चाहिँ ठक्कै बोर्डरमै पर्दो छ हामी चाहिँ बस्ने नर्थ क्यारोलिनाको साइडमै पर्छ बस्ने चाहिँ माउन्टेन चाहिँ तर टेनेसी र नर्थ क्यारोलिनाको बोर्डरमा पर्दो रहेछ खास यो बाटोबाट र अनि यता ऊ ठाडो चाहिँ त्यहाँनिर चाहिँ रोन माउन्टेनको रिक्रिएसन भनेको छ सबै माथि पिकनिक एरियाहरू रिक्रिएसन भनेको त्यस्तै यो चाहिँ मैले अस्ति जस्तै पनि देखाएको थिएँ अहिले फेरि देखाउँदैछु र केटाहरू सबै रेडी भइसकेको छ गाडीभित्र छिरिसकेको छ र फेरि यहाँ केटाहरूले के भन्छ नि यहाँनिर गुराँसको फुल देखियो यहाँ पनि अलिकति गुराँसको फुल देखियो अलिकति यहाँ चाहिँ पिङ भएको रहेछ पिङ अलिक पिङ्क कलर नै पछि गएर अलिकति वाइट भएर जाँदो रहेछ यहाँ पनि अलिकति गुराँसको फुल भेट्यो त्यो केटाहरू अब बाटो लागिसक्यो जस्तो केटाहरूको भनेअनुसार चाहिँ अब यहाँबाट ठक्कै माथि किनकि केटाहरूले कति त हिजोदेखि थामेर बसिरहेछ माथि यहाँदेखि माथि रिक्रिएसन भन्ने छ माथि सबै के छ होला त्यो माथि डाँडामा गएर गाडीमै त्यो चाहिँ गाडी पुग्छ रिक्रिएसन भनेपछि गाडी पुग्छ त्यहाँनिर रेस एरिया छ त्यहाँ रेस एरियामा चाहिँ मेरो ब्याग त्यहाँ राख्छु यहाँ रेस रुम चाहिँ त्यही भएर हामी रेस रुममा केटाहरू बस्यो अरे त्यहाँबाट हामी बाटो लाग्छौँ ल अब हामी चाहिँ रेस एरियातिर गयौँ हुँदैछ यो चाहिँ अब यतापट्टि हामी राइट डाँडामा हामी चाहिँ लेफ्टपट्टिमा गएका थियौँ भनिहाल्यो त्यो राइट गाडी जान्छ यहाँनिर दामी ठाउँ रहेछ यहाँनिर चाहिँ एउटा रिक्रिएसन भन्ने चाहिँ खाने ठाउँ जस्तै रहेछ यसो हेर्दा केटाहरू त फर्किसके जस्तो छ सिधा गाडी चाहिँ त्यसले गर्दा केटाहरूको तर केटाहरूलाई हामी रोक्छौँ र हाम्रो यहाँ केटाहरू पनि बाथरुम छिरेन त्यसपछि हामी छिर्छौँ यो चाहिँ एकदम दामी ठाउँ रहेछ क्या माथि डाँडामा वरिपरि सबै भ्यू अब हाम्रो घर छेउबाट नजिक हुनुपर्दैन यहाँ किनभने एकदम दामी कन्यामको भाइब्स दिने क्या सबै माथि डाँडाबाट वरिपरि यदि गुराँस होस् न जतापट्टि गुराँसै गुराँस केटाहरू एकछिन रेस्टमा गएको खेल्दैछ अब सल्लाहको सबै गुराँस काटेको रहेछ यहाँनिर र अब हामी चाहिँ रेस एरिया निस्क्यौँ अरे अब हामी बाटो लाग्ने यहाँबाट अब यहाँबाट बाटो लागेर हामी एकैचोटि डाइरेक्ट तल हामी रेस एरियामा होइन हामी जस्तै अब खाने ठाउँमा खाने ठाउँमा खानासाना खाएर खाजासाजा खाएर त्यहाँबाट चाहिँ हामी बिदा गर्छौँ यो चाहिँ बाटोबाट देखेको भ्यू त हामी चाहिँ अब हामी ओह्रालो गर्दैछौँ ल त अब 35 to 40 मिनट ड्राइभ पछाडि हामी यहाँ खाने ठाउँमा आइपुगेछौँ र केटाहरूले चाहिँ अब ब्रेकफास्ट मागेर खाँदैछ हाम्रो पनि आउँदैछ किनकि धेरै भएको लागि टाउन पर्खिनु पर्ने हुन्छ त्यही भएर अब खाने आइसकेपछि यहाँबाट खाइसकेपछि हामी यहाँबाट बिदा हुन्छौँ ल हाम्रो पनि खाना आइसकेको छ र केटाहरू अब यहाँबाट अब खाजा खाइसकेपछि लन्च अथवा ब्रेकफास्ट खाइसकेपछि हामी यहाँबाट आफ्नो गन्तव्यमा लाग्छौँ ल अब अन्तिम अब बिदाईको कार्यक्रममा ल सुमन केही छ त अब हाम्रो अब यो ब्लग क्लोजिङ हुनु आँटेको छ अब यो ट्रिपको सर्ट ब्लग चाहिँ क्लोज हुँदैछ के छ भन्नु देवन छ केही ल त्यस्तै है अनि के भन्छ केही छ कि यसो यो त अलिअलि लागिरहेको छ होइन प्रेसरहरू त्यो होइन अब यो सर्ट अब यो क्लोजिङ चाहिँ हाम्रो ल जरम के छ तिम्रो अब अन्तिम अब यो ब्लग क्लोज छ अब
यस्तै हो जिन्दगी ल सुवास न तिमीलाई केही छ लगमा लाइनमा अब अन्त्य अब क्लोज यो अब हाम्रो भिडियो क्लोज हुन्छ ग्रिन एप्पल ल केही छ तिमीलाई ल भन्नु ल सुन्तला केटाहरू सुन्तला ग्रिन एप्पल ल गाइस अब सी गाइस नेक्स्ट भिडियोमा यस्तै केही मिलेछ भने भान्जाहरूले मामालाई सम्झेर ट्रिपमा यसरी नै लगेछ भने होइन लगेछ नि यसरी भान्जाहरूसँग मेरो अब फेरि अर्को ब्लग आउन सक्छ होइन अब भान्जाहरूले अर्को ट्रिपमा अब मामालाई यसपालि नि मामालाई बिर्सेर यसपालि अमन बा मामा लानु हुँदैन भनेर चाहिँ अर्को ट्रिप लगेन भने चाहिँ अब भिडियो आउँदैन तर भान्जाहरूले यसरी फेरि माया गरेर अर्को ट्रिप यसरी लग्यो भने चाहिँ फेरि यसरी भान्जाहरूसँग भिडियो आउँछ यति भन्दै हाम्रो यो जुलाई 4 को सर्ट ट्रिप केही छ अरू कसैको केही छ भन्नु ल केही छैन ओके वान टु क्लोज ग्रेट एप्पल ओके गुड लक बाई सी यू ल त अब यो पार्ट 2 हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद अब यति भन्दै अब हाम्रो यो सर्ट जुलाई 4 को ट्रिप चाहिँ यहाँ क्लोज गर्छौँ थ्याङ्क यू फर वाचिङ